शुभ प्रभात डार्लिङहरू म चाहिँ लाग्दैछु पिकनिकको सानो सानो भ्लग गराउनु भनेकै सोचिरहेको छु। धेरै महिना भइसक्यो मैले भ्लग नगराएको। आज हामी म त वर्षौँपछि पिकनिक जानु आँटेको छु। मेरो स्वामीज्यूलाई एकछिन छोडिदिइबक्स्योस् त भनेछु। मेरो पुन्दुरोहरू बाई, बुन्डुरोहरू बाई बाई, यिनीहरूलाई बाई भनेर हामी चाहिँ लाग्यौँ एकछिन। उहाँले मलाई छोड्नु जानुहुन्न। आज मटन खाने घरमा, हिजो नै मटन खाएको। मैले दुधलाई हिजै भनिसकेको थिएँ, त्यही भएर आज एकछिन वेट। उहाँको पनि आज पिकनिक छ। उहाँको पिकनिकको भेन्यू कहाँ हो? तिम्रो लोकेसन थाहा छैन अरे। अतो पतो लापतोवाला हुन् कि यिनीहरू, भाँडाकुँडा लगाएर जाने। मसलै पछि आएन त बाबु तिमीले? यिनीहरूको पिकनिक अलगै छ। तिमीहरूको त्यहाँ पिकनिकको तयारी छैन। यिनीहरूको सेकेन्ड पिकनिक हो, यो क्यान्सल भएको। फर्स्ट हुन त यिनीहरू महिनै पछि पिकनिक जान्छ। मेरो बुढाको पिकनिक त यस्तो डेन्जर हुन्छ, पुरै छोडिदिने हेर्नु। मन्थमा एकचोटि उनीहरू पिकनिक गएको हुन्छन् कि हामी यहाँ 2-3 सालको एकचोटि जान्छौँ है। उनीहरू महिनै पछि पिकनिक रे। ओहो के मजा आउँदो, खै के मजा आउँदो पिकनिकमा। तिमीहरू भात भात खान्छौ कि नै? पुलाउ सुलाउ खानु रहेछ। मलाई नि हजुर, मलाई नि पिकनिकको भात खान यस्तो मन लागेर यसपालि पिकनिकमा जान्छु भनेको हो कि खासमा। त्यो भात एकदमै याद आयो। खासमा हामी खेल्ने बुलबुले भन्ने थियो, अन्त क्यान्सल भयो। गर्मी हुनसक्छ भनेर माथि खान्छन् कि वाटेभर। अनि टक्क लगाएर अब हामीहरू कचुका जान आँटेको, बसमा जाने भनेर मलाई उहाँले छोड्न लाग्नु भएछ। कत्रो ठुलो फलाउनु मारेको, कति राम्रो। कमला दिदीकोमा आएर हामी काँक्रा तिम्रो नराम्रो टिप्लाउ फेरि अहिले कमला दिदी रिसाउनु होला। दिदीले मलाई मार्छिन्। कति राम्रो काँक्रा हो। आजको पिकनिक स्पट चाहिँ यही हो। गजब लोकेसन पत्ता लगाएको छ। म चाहिँ अब टोइलेट खोज्दै जान्छु किनकि मेरो कन्डिसन त्यही हो। ल वीरेन्द्रनगर चाहिँ यही हो। प्रष्ट देखिन्छ हामी त्यहाँ तलबाट आएको। अचमी मान्छु ब्लग के हुँदैछ? घरमा सब काम भ्याएर हिँड्नु भएको। तर हाम्रो म्यामहरू खतरा हुनुहुन्छ। सबै अलरेडी मसलाहरू सब पिनेर, चना पनि अन्डा पनि बोइल गरेर लिएर आउनु भएको छ। अन्त चुलो हो। दाउरा जोड्दै हुनुहुन्छ यहाँ फेरि उहाँ नि त्यहाँ। उहाँ फेरि ड्रेस भएको बिना लाइटरको। यहाँ चाहिँ गङ्गा म्याडमको कमान्डरमा यहाँ पाक्दैछ चला। म्यामले पनि पकाउनु त कहाँ? म्यामलाई डाँडिदिनु। हो त। ल गजब। टक्क लाएर पाक्क पिरो। ल आउनुभयो। ल यिनी सर र कमला दिदी आउनुभयो त। छाता बोकेर आउनु भएको छ। छातै लिएर आउनु भएको छ सबै। छाता ल्याएर सरले छाता चाहिँ किन ल्याउनु भयो? छाता किन ल्याउनु भएको?
आज हाम्रो पिकनिक हुँदैछ ल गाइस म चाहिँ पिकनिकमा खासै केही काम गर्दै छैन म चाहिँ टक्क बस्ने हो प्रसाद हुन्छ भन्छन् नि सबैलाई आउँछ अरे अनि मजाले पच्छ अरे सोना अब मन्त्र हाल्दै हुनुहुन्छ उपाध्यक्ष हेर्नु न त्यसर विन्ड चिटर लाउनु भएछ त अहिले बाफरे चच्चा चिसामा पानीमा बस्नुभयो हजुरहरू पालो छ हाम्रो मासुको डढेको नखाने भन्नुहुन्छ कि गङ्गा म्याडमले ब्राउन डाडुले चलाउनु न तिलक सर डाडुले चलाउ म त प्याज डढ्या यति मनपर्छ फेरि हालौँला कि लास्टमा हाल्ने के तिलक सरलाई बोसो हो के हो धेरै खायो कि ठिकै छ रहेछ पाके खायो क्या पचक्क भयो सायद यत्तिकै ए त्यही भएर हो यहाँ पुरै म काम गर्दैन भन्दा पनि यति काम गराउनु भएको कि यस्तो हुनुहुन्छ झन् म मासु पकाउँदैन आई डोन्ट लाइक मासु भनेको होइन यो तिलक सरले चलाइदेऊ त्यही गगन सर हेर्नु न यहाँ तिलक सरले जबरजस्ती आऊ रे म पकाएको जस्तो गर अनि भिडियो गराइदिन्छु गरे कि त्यही भनेर यहाँ हल्का टिकटक गराउन गयौँ जाँदैछौँ पछाडि यिनी छिन् रे तर मैले यिनलाई देखाएको छैन यिनलाई तीर्थ लाग्छ त्यही भएर पानी हो पानी पनि आएको छ दुईटी उकालो लाग्दैछन् यहाँ यति हड्डी नै भिडियो अन गरिकिन ल सबैजना ल लस्करी जाने होला तपाईँ जानु टक्क लाएर खतरा एउटा भिडियो यस्तो स्ट्रगल गरेर भिडियो गराएर भ्याइसक्यौँ अनि अब चाहिँ हामीहरू यो चाहिँ मेरो भ्लग हो तपाईँहरूले जिसी करिस्मा सब्सक्राइब गर्न सक्नुहुन्छ 600 जना फलोवर्स के अरे सब्सक्राइबर हुनुहुन्छ मेरो धेरै त हुनुहुन्न त्यसमा म पनि छु यस यस यता यस यस रामै राजा थिए र बसित बैठिन् रानी बाबा आयो 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 ल खाइ 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 नकाट्नु के नकाट्नु त्यसो डान्स गर्नु न नाच्नु नाच्नु
खतरा डान्सर हुनुहुँदो रहेछ सबैजना। 30को गीतमा पनि एक राउन्ड डान्स भइहाल्यो। 30 कुर्नलाई 30 आउनुपर्छ भन्ने पनि छैन के हाम्रो यहाँ। हाम्रो सरहरूलाई 30 चाहिन्न के, एनी टाइम हो। 30को गीतको लागि 30 कुर्नै पर्दैन कि यहाँ सरहरू चाहिँ रिल्याक्स भएर। यस्तो मजा आयो भात खान। भतेर खा जस्तो भएको पचाउने पनि यस्तो तरिका नि हुन्छ भात पचाउने। बसी बोतल उखारी के छुट्टै छ यहाँ भात पचाउने तरिका। पुकुले चिची त्यहाँ छु मैले चिची खाँदैछु। यो सही हो। 11, 12, 14, 24 छैन। त्यसको ठाउँमा के हुन्छ भनेपछि 10 आयो भने 11 र 10 हामी सँगै राख्छौँ। है 10 आउँदाखेरि 11 मा भन्छु भने 10 आउँदाखेरि 11 पनि 10 सँग सँगै राख्छौँ। 12 को अङ्क 13 छ 49 भेरिफाई हुँदैछ। यो चाहिँ मेरो छ 49 छ 64 28 14 ओके हो ल त्यसपछि 49 85 धेरै बधाई छ। हडताल भइरहेछ। हडताल मिलेमा त भयो हुँदैन। ₹100 को लोन भनेको थिएँ। कमिसन दिनुपर्छ नत्र भने दुईटा रोटी दिउँला के बनाएर सोमबार भाडामा बाइकको भाडा मक्ख छिन् मक्ख यो कर तिर्नुपर्छ है कर यसमा कर लाग्छ 25% कर लाग्छ कसको गर्ने पिकनिक आएको त्यो आधा दिनुपर्छ अर्को गोरे अस्मिता एउटा बधाई हामी दुईटा